के हरेक आत्माको ब्रह्माण्डीय जुम्ल्या हुन्छ? के तपाईँको आत्मामा पनि त्यस्तो छ न? तपाईँलाई के लाग्छ? कोही यस्तो जुम्ल्या, कोही त्यस्तो व्यक्ति, कोही त्यस्तो ऊर्जा, कोही जससँग तपाईँको ऊर्जा पूर्ण रूपमा जोडिएको महसुस हुन्छ, ऊ तपाईँलाई तपाईँको जुम्ल्या जस्तो महसुस गर्छ। एउटाको ऊर्जा अर्कासँग यति गहिरो रूपमा जोडिएको होस् कि उसको मुटु धड्क्यो भने उसलाई थाहा होस् र उसलाई चोट लाग्यो भने पीडा उसले महसुस गरोस्। के यस्तो हुन्छ त? क्वान्टम एन्टाङ्गलमेन्ट भन्ने शब्द छ क्वान्टम फिजिक्समा, जसमा यदि दुई कण एक अर्कासँग जोडिएका छन् भने तिनीहरू जहाँ भए पनि, ब्रह्माण्डमा करोडौं वर्षको दूरीमा भए पनि, जति नै टाढा भए पनि तिनीहरू जोडिएका नै रहन्छन्। करोडौं किलोमिटरको दूरी होस् या वर्षौंको अन्तराल होस्, जीवनमा टाइमिङमा दूरी होस् या भौतिक दूरी होस्, दुवै तरिकाले ती मानिसहरू जोडिएका नै रहन्छन्। हाम्रो पनि कुनै कस्मिक ट्विन हुन सक्छ त? भएको छ त? गुरुदेवले हामीलाई भन्नुभयो कि वास्तवमै हुन्छ। एक म्यास्कुलिन ऊर्जासँगै एउटा फेमिनिन ऊर्जा पनि सृष्टि गरिन्छ ब्रह्माण्डीय सन्तुलन कायम राख्नका लागि। जहाँ जहाँ एक त्यसैले त परमात्माले संसारमा पुरुष र महिलाको अनुपात लगभग स्थिर राख्नुहुन्छ। नत्र कसले निर्णय गर्छ कि यहाँ यति पुरुष छन् भने त्यति नै महिला पनि हुनु जरुरी छ? यो परमात्माको एक शक्तिशाली प्रणाली हो जुन पछाडि पृष्ठभूमिमा काम गरिरहेको छ। त्यसैले क्वान्टम एन्टाङ्गलमेन्टको हिसाबले दुई कणहरू जो कहिले पनि जडित थिए, यदि एउटामा कम्पन परिवर्तन हुन्छ भने अर्कोमा प्रतिक्रिया हुन्छ, चाहे कति नै टाढा दूरी किन नहोस्। यसको अर्थ के हो भने जब दुई ट्विनहरू यो पृथ्वीमा जन्मन्छन्, त्यसपछि यदि हामीहरू फरक बाटोमा पनि लागौं, अरू कुनै बाटोमा पनि जाउँ, तब पनि हाम्रो भित्र एक जडान कायम रहन्छ। त्यसैले याद राख्नुहोस्, यदि तीमध्ये एकको चेतना धेरै विकसित हुन्छ र अर्कोको विकसित हुँदैन भने ती दुवैलाई फेरि एकअर्काको नजिक ल्याइन्छ, ताकि एउटालाई हेरेर अर्कोमा पनि सक्रियता आउन सकोस्, अर्कोमा पनि कम्पन महसुस गर्न सकियोस्। अर्थात् धेरै मानिसहरूमा तपाईले देख्नु भएको होला, पति पत्नीमा पति ध्यानको मामिलामा धेरै अगाडि छन् वा पत्नी धेरै अगाडि छिन् भने यसको अर्थ के हो भने यदि तपाईको जीवनमा पनि यस्तो छ भने दोस्रो व्यक्तिको जागरण गराउनु तपाईको एउटा उद्देश्य रहन्छ। यसलाई नै ब्रह्माण्डीय पुनर्मिलन मानिन्छ। मतलब यदि म जागृत छु भने मेरो वरिपरिका मानिसहरू जसँग म धेरै गहिरो रूपमा जोडिएको छु तिनीहरू भित्र पनि जागरण हुनु आवश्यक छ। दुवै आत्माहरू मिलेर आफ्नो दिव्य पूर्णतालाई चिन्छन्, आफ्नो आफ्नो ब्रह्माण्डीय उपस्थितिलाई चिन्छन्। यो धेरै ठुलो पुना हो। अर्थात् यदि तपाईलाई कसैसँग यस्तो अनुभव हुन्छ भने बुझ्नुस् कि जीवन धेरै उच्च स्थानमा जान तयार छ। यदि तपाईको जीवनमा यस्तो छ भने भिडियो राम्रो लाग्यो भने पक्कै लाइक गर्नुहोस्। हस्त सर।